मलाई मान्छेहरूले भन्नुहुन्छ आर्यनको ल्वाङ ब्ल्याक त कस्तो इस्टाब्लिस्ड भइसकेको छ आजकल भनेर, तर यसको रियालिटी त्यो त अर्कै नै छ। बिहान उठेर ढोका खोलेर बाहिर हेरेको त 16वटा बक्सेसले मलाई वेट गरेर बसिरहेको रहेछ। अनि यो बक्सा देख्ने बित्तिकै हजुरहरूले सोच्नुभयो होला कि म एक्साइटेड भयो भनेर। एक्साइटमेन्ट त्यो त कहाँ हो कहाँ, मेरो फर्स्ट थट थियो व्हाट इफ इट डजन्ट वर्क। 16वटा बक्सेसमा कुनै पनि गएन भने, व्हाट इफ मेरो टाइम एफर्ट इन्भेस्टमेन्टको केही अर्थै रहेन भने। एकदमै अनेस्टली स्पिकिङ यो डर जाँदैन रहेछ के। जतिसुकै ग्रो हुनुहोस्, एक्सप्यान्ड गर्नुहोस् अथवा एक्सपिरियन्स लिनुहोस्, तर त्यो डर मनको पछाडि जहिले पनि भइरहेको छ। यो डरले मलाई आज भनिरहेको छ कि मेरो जर्नी कहिले पनि सर्टेन थिएन। मेरो जर्नी त एउटा विश्वासको बारेमा, मैले आफ्नो हसलमा राख्ने विश्वास, हजुरहरूको फिडब्याक सुनेर त्यसमा इम्प्रुभमेन्ट लिएर आउने विश्वास। र यो बक्सेसको भित्र प्रोडक्ट मात्रै छैन, रिस्क छ, एफर्ट छ, एउटा नयाँ च्याप्टरको सुरुवात छ। ल्वाङ ब्ल्याक पट एन्ड ड्रिप ब्याग्स हजुरहरूकै फिडब्याकबाट बनेको, यो अब नेपालमा पनि अभाइलेबल छ। www.lwangblack.com.np और मेरो बायोमा भएको लिङ्क क्लिक गरेर नेपालको फ्ल्याग सेलेक्ट गर्नु। आजको लागि चाहिँ यति नै। थ्याङ्क यू सो मच फर वाचिङ।